मृत्यु त जीवनको एउटा प्रक्रिया हो। प्रत्येकले मर्नुपर्छ। मैले तिमीलाई बताएका सबै कुरालाई मनन गरेर बाँच्नु। आज अन्तिममा म तिमीलाई एउटा कुरा भन्न चाहन्छु। जीवनमा जेसुकै भए पनि सत्यमा टिकिरहनु। सत्य नै आनन्दित जीवनको आधार हो। यो धरतीमा आफ्नो कर्मलाई पुरा गर्नु। त्यत्तिकैमा हजुरबाको बोली रोकियो। हात लुल आउँदै गए। मेरा आँखाबाट आँसु खस्न थाल्यो बरर एक्कासी। मैले बुझेँ या बुझिनँ हजुरबाको कुरा, तर म रोएँ धकफुकाएर। अश्रुधारा रोकिन निकै समय लाग्यो। म निकै अचम्ममा परेँ। कति बेजोडसँग लेखिएको थियो त्यहाँ। सत्यभन्दा पनि सत्य वृत्तान्त। एक एक कुराको भुक्तानी गर्नुपर्ने रहेछ जीवनमा गरिएका कर्मको। मैले शास्त्रमा पढेको त थिएँ, तर यहाँ प्रत्यक्ष अवलोकन गर्न पाइयो। चित्रगुप्तको न्याय भनेको यही होला, कर्म अनुसारको भोगाई। प्रेम बिना यो संसार निरर्थक हुन्छ। त्यसैले प्रत्येक हृदयमा प्रेमको सुगन्ध फैलन सकोस्। वास्तवमा भन्दा हामी कहिल्यै छुट्टिँदैनौँ। अन्तिम लक्ष्य एउटै हो। अन्तिममा पुग्ने ठाउँ एउटै हो। हामीले एक्लै पुगेर हुँदैन त्यो गन्तव्यमा। ढिलो चाँडो जसरी पनि सबै जीवात्मा परमात्मामा मिलेर नै छोड्छन्। त्यसैले यो एक्लैले तय गरेको कार्य होइन। यसमा त जान अनजान रूपमा हजारौँ आत्माको महत्त्वपूर्ण योगदान रहेको छ। हजारौँ वर्षदेखि भगवानले सबैलाई सङ्केतद्वारा सहयोग गरिरहेको हुन्छ। सवाल यो हो कि हामीले ती सङ्केतहरूलाई चिन्न सक्यौँ या सकेनौँ। अब तपाईँले सच्चा हृदयद्वारा भगवानलाई पुकार गर्नुहोस् र त्यो भगवानले पठाएको सन्देशवाहकलाई राम्रोसँग सुन्नुहोस्। भगवान निर्दयी भएको होइन। कर्मलाई कटाउन तपाईँले रोज्नुभएको बाटोमा स्वतन्त्रता छोडिदिनु भएको हो। यस्तो अवस्था आउँदा पनि चेतनाले परिवर्तन हुन मानेन भने हाम्रो भाग्य नै यस्तै हो भनेर बस्नुबाहेक कुनै अर्को अवसर प्राप्त हुँदैन। त्यो चोटमा के छ? त्यो चोटले दिन खोजेको शाश्वत सत्य के हो? जीवनको लक्ष्य के हो र त्यसलाई कसरी हासिल गर्न सकिन्छ त्यतातिर ध्यान लगाउनुहोस्। भगवान तपाईँकै छेउमा बसेर मुस्कुराइरहनु भएको छ, तपाईँको अज्ञानता देखेर।